हेलो साथीहरू, यदि तपाईहरूले पनि आफूले आफूलाई विश्वास गर्नुहुन्छ भने नोबडी क्यान स्टप यु है त। यो 5 एफर्मेसन चाहिँ म तपाईँहरूलाई आज सेयर गर्न जाँदैछु, जुन एफर्मेसन चाहिँ तपाईँको सबकन्सियस माइन्डलाई रिप्रोग्रामिङ गर्न एकदमै मद्दत पुर्याउँछ है त। एफर्मेसन चाहिँ साइन्टिफिकल्ली पनि प्रुभन हो कि यदि हामीले पोजिटिभ एफर्मेसन चाहिँ डेली बेसिसमा दिनमा 2 पटक 3 पटक 4 पटक कति पटक आफूले सक्छ त्यति पटक चाहिँ आफूले कोसिस गरिरह्यो भने आफूले याद आएको समयमा आफूलाई दिमागमा स्मरण भएको समयमा यदि हामीले एफर्मेसन बोल्यौँ भने चाहिँ त्यो एफर्मेसन चाहिँ पोजिटिभ एफर्मेसन चाहिँ ओभर द पिरियड अफ टाइम बिस्तारै रियालिटी हुँदै जान्छ है त। जस्तै हामीले पानीपुरी खाएको हुँदैनौँ तर पानीपुरी खाएको कुराहरू गर्दा अमिलो चटपटी कुरा खाएको गर्दा हाम्रो मुखमा पानी आउँछ नि, त्यसरी नै जब कि त्यो रियालिटी हुँदैन त्यसरी नै हाम्रो एफर्मेसन पनि सुरुमा चाहिँ हामीलाई यो फेक हो जस्तो दिमागले गर्छ, तर स्लोली हामीले यसलाई 20, 21, 30 दिनसम्म गऱ्यो भने चाहिँ त्यसरी के अरे दिमागले चाहिँ यसलाई रियालिटी मान्न थाल्छ। त्यही भएर चाहिँ हामीले एफर्मेसन चाहिँ डेली बेसिसमा बोल्नु एकदमै आवश्यक पर्छ। जब हामीलाई कुनै फियर छ, हामी कुनै कुरामा कमी छौँ, विक छौँ भने त्यस्तो कुराहरूलाई पनि ब्याकअप गर्नको लागि चाहिँ हामीले एफर्मेसन बोल्नु एकदमै आवश्यक पर्छ है त। तपाईँहरूले पनि आफ्नो समस्याअनुसार तपाईँहरूको व्यक्तिगत प्रब्लम अनुसार चाहिँ एफर्मेसन सेटअप गर्न सक्नुहुन्छ। मेरो चाहिँ 5 वटा एफर्मेसन म चाहिँ डेली बेसिसमा आफूलाई समय भएको बेला चाहिँ अवश्य बोल्ने गर्छु। दिनमा कम्तीमा म 2 पटक बोल्ने गर्छु। यदि सक्नुहुन्छ भने तपाईँहरू पनि दिनमा 2 पटक 3 पटक अवश्य कोसिस गर्नुहोस् है त। सो नम्बर 1, म आफूभित्र भएको शक्तिलाई स्वीकार गर्दछु, म सक्षम छु। नम्बर 2, म प्रेम दिन र लिन योग्य छु, म प्रेम दिन र लिन योग्य छु। नम्बर 3 भनेको म हरेक दिन 1% बेटर हुँदैछु, म हरेक दिन 1% बेटर हुँदैछु। नम्बर 4 भनेको चाहिँ डर भए तापनि म एक्सन लिन्छु, डर भए तापनि म एक्सन लिन्छु। नम्बर 5, मेरो माइन्ड शान्त र पावरफुल छ, मेरो माइन्ड पिस र पावरफुल छ। यसरी तपाईँहरूले आफ्नो एफर्मेसन तयार गर्न सक्नुहुन्छ है त साथीहरू। थ्याङ्क यू सो मच।